यो लिडे ढिपी गरे पछाडि बालनलाई जाने भयो नि नजा यार त्यहाँ अर्कै छ भन्छन्। किन जानु अर्कैलाई अनुहार देखाउनु? अस्ति पनि हर्को कहाँ गयो नि धरन गयो भ्याटै आएर बोलिदिइहाल्यो हो क्या के भएर अनुहारै हेर्न मन नलाग्ने भयो पछाडि। तपाईँ हरकत साम्पाङ हो हर्क साम्पाङ होइन बालनको है बालनको है। अहिले त रक्षा मन्त्री खोज्न थाले बालेन नआएपछि। ए दसैँ तिहार जहिले सुकै होस् भदौ असोज कातिका जहिले पनि बिउका बदम ले भन्छ यसलाई बिउका बदम जहिले पनि पाइन्छ बिउको बदम। हरकत स्कुलमा यति छ कि अब मोनिटर राखेर पनि तलाउन नसक्ने भयो। कतिखेर बङ्क हान्छ अहिलेसम्म बाहिर निस्केर बोल्न पाएन भन्छ। ए दिनको 7 चोटिसम्म बोल्नेमा उही पर्छ हो 3 चोटि 5 चोटि फुर्सद पाए 3-3 मिनटका दरले बोलेको छ। अहिलेसम्म 50वटा बैठक भइसक्यो होलान्। 150 मिनट पाइसक्यो पुरै राज्य बनाउने प्रोग्राम बताउने बेला भइसक्यो। जाने एउटै खोइ प्रधानमन्त्री कति सुन्नु हो यो उसको काम छैन। उसको नामै मैले तलाउनु पर्ने मान्छे भएको हुनाले त थप्या छु त हरकत साम्पाङ। तपाईँले नरान गरिदिनु हो उनको हरकत साम्पाङ अन्यज्यूले फेरि खेतालोलाई के मान्नु भने फेरि नि धराने खेतालो भन्न सक्नुहुन्न नरिसाउनु तपाईँ मानिज्यू जनताले जिताएको कहाँबाट मानिज्यू हुन्छ त्यो खेता जनताले जिताएको अरे जनताले काममा लाएर पठाएको सार्वजनिक खेतालो शुद्ध शब्द प्रयोग गर्न न के को मान्ने उनीहरू भन्नु न मान्ने मान्ने भनेर मिजु मिजु भन्छन् हजुर तपाईँ भन्छन् उनीहरू भन्छन् दिनुहोस् न हाम्रो त खेतालो हो त। त्यो राष्ट्रिय राजनीतिमा देखा पर्नुपर्ने पात्रै होइन ऊ अर्को साम्पाङ झुकेर होइन हाम्रो देशकै भाग्य त्यस्तो हो कि होइन त्यहाँ खराब पनि जम्मै जाने ठाउँमा ओ पनि खराब थप्यो क्या होइन यो नआउनु पर्ने मान्छे आएको त राष्ट्रिय राजनीतिमा धेरै बोलिसके पछाडि काम छैन क्या हामीले बल्ल बल्ल धेर बोल्ने बल्ल बल्ल फालेको त्यो नि उहाँ त्यत्रो डढो देशै पुरै फेरि यिनले पनि खरानी बनाउनु खोज्यो नि देश के खरानी बनाउनु हैसियत हुनु पर्यो नि त ऊ त हैसियत सहित बोल्या हुनाले पो खरानी भएको त हैसियतै नभएको त तपाईँको आम जनताले अहिले छिचिरे दुर दुर गर्दैखेरि पुगेको छ त सदनमा गएर भन्दैछ मुख चाड्नेलाई के गर्ने भनेर सोध्दै थियो सुदन गुरुङलाई फेरि ऊ आफै चप्पलले काटिदिन्छु भन्ने मान्छे सोसियल मिडियामा एउटालाई छोड्दिनँ त्यसलाई टोक्छु भन्ने मान्छे सुदन गुरुङलाई मुख चाड्नेलाई के गर्ने भनेर सोध्दै थियो। अब चाहिँ लाइनमा आयो कि क्या मुख छाड्नलाई के गर्ने भनेर गृहमन्त्रीलाई सोधे होइन आफूलाई मुख जोड्यो भनेर गाली गरे आफूले मुख जोड्या कुरो गरे र आफूले मैले किन मुख जोडेँ भने भएदेखि त मान्छे सुध्रियो नि होइन। अर्काले चाहिँ मलाई मुख छाड्यो किन भने पछाडि त त्यो त उसले मात्र पाउनुपर्छ अर्काले पाउँदैन भन्ने कुरो आइहाल्यो नि। हिजोदेखि आजसम्म उनको 1 लाख फलोवर्स त गर्लम फेसबुकमा घट्यो अरे यिनको त्यो बढोस् घटोस् मलाई मतलब छैन यो सोसियल मिडियाको होइन बढ्छ पनि घट्छ पनि होइन यो अब घट्न थालेपछि त हिजो ओलीको चाहिँ रातारात घटेर गएर चाहिँ उनी चाहिँ रसा तल पुगे यिनको पनि अब यो चाहिँ घटेर शुभ सङ्केत होइन कि उता तलातलको मान्छे हो रसातल भन्दा नि अझै तलातल को चाहिँ ओली कि अर्को सामु अर्को ओली भन्दा तल आइसक्यो पहिल्यै तल हो नि भने अरे अचम्म कुरो गर्नुभयो तपाईँले त्यो मान्छेको बारेमा मैले यसो विचार गरेको अस्ति मैले सपना देखाएको थियो त्यो यो मान्छे हुनुभन्दा अगाडि एक होइन अघिल्लो जुनीमा ट्याक्कै अघिल्लो जुनीमा लेटेस्टमा मान्छे हुनुभन्दा 84 लाख यो नि प्रयोग गर्छन् भन्छ नि कछुवा थियो कछुवा कुन मानेमा कसरी कछुवा ऊ 200 वर्ष अगाडि जन्मनु पर्थ्यो कि अनिखेर पूर्वमा त्यस्तो श्रम जुटो आएर होइन बाटो साटो खनाउने मान्छे त्यो विश्वविख्यात हुन्थ्यो त्यति चर्चित हुन्थ्यो पूर्वकै हिरो हुने कछुवाको आयु लामो ढिला जन्मियो क्या होइन एउटा अनि मैले कछुवै किन भने थाहा छ लामो आयु त अरूको नि होला नि त कछुवाले चाहिँ ढाडा ढुङ्गो बोकिया भन्छ क्या भारी मात्रै बोक्नु पर्ने त्यस कारण यो भारी बोक्ने यो यताउति यो देश कसरी बनाउने भन्ने कुरामा होइन एउटा चिज हेरेर त्यही एउटाले देश बन्छ भने जस्तो मैले एउटा आवाज उठाइरहेको छु एउटा हो क्या त्यो एक छेउ हो क्या राष्ट्रको मैले 500 र 1000को नोटलाई विस्थापित गरौँ बजारबाट अनि त्यस पछाडि गएर जनताले तिरेको कर सोझै रासो खातामा पुऱ्याउँ र अनि त्यो करदाता भनेको वास्तविक करदाता भनेको अन्तिम उपभोक्ता हो कर तिर्दै उसको सामाजिक सुरक्षाको व्यवस्था गरौँ उसको स्वास्थ्य प्रिमियमको व्यवस्था गरौँ र उसको
शिक्षाको, किनभने जति दक्ष जनशक्ति हुन्छ त्यति बढी आय आर्जन हुन्छ, काम चल्छ भने पछाडि दक्ष भएपछि सभ्य हुन्छ। दक्ष जनशक्ति निर्माण गर्नलाई जनताले तिरेकै करबाट 30% पैसा त्यहाँ हालौँ। किन बजेट बनाउँदाखेरि स्वास्थ्यलाई पैसा छुटाउने, किन शिक्षालाई पैसा छुटाउने, किन सामाजिक सुरक्षा र पेन्सन कोषको लागि पैसा छुटाउने? सार्वजनिक खातालाई बोझै हुँदैन। जनताले जति बढी खर्च गर्छ त्यति बढी जनतालाई बाँडिन्छ, उपचार त्यति फेसिलिटेड बनाएर दिइन्छ होइन, बच्चोलाई त्यति सार्प बनाएर पढाइन्छ। जति बढी जनताले खर्च गरेर कर जम्मा हुन्छ त्यति बढी जनताको बुढेसकालमा भत्ता दिइन्छ, अर्थात् पेन्सन दिइन्छ, सामाजिक सुरक्षा होइन। त्यो गरौँ, 30% पैसा राख। 70ले शिक्षा र स्वास्थ्यबाट बजेट झिकिदिने बित्तिकै, पेन्सन कोषको पैसा झिकिदिने बित्तिकै होइन, यो 3टा कुरा निकालिदिने बित्तिकै त तपाईँको कर्मचारीलाई लाख तलब खुवाउन पुग्छ। जनतालाई बोझ हुँदैन, ऋण खोजिरहनु पर्दैन होइन। क्रस म्याच हुन्छ होइन, जनताले आफैले डिपोजिट गरे हुनाले त, जम्मा गरे हुनाले क्रस म्याच हुन्छ जनतासँग, प्रत्यक्ष राज्यमा जनता सहभागी भयो होइन। उसले त आफ्नो एक पैसा हिसाब गरेर राख्छ नि, भोलि आउने पेन्सन एक पैसा हिसाब गर्छ नि, मैले कतिसम्मको ट्रिटमेन्ट पाउँछु, एक पैसाको हिसाब गर्छ नि उसले। मेरो सन्तानलाई पढ्ने बेला राज्यले कतिसम्म सेक्रिफाइस गर्छ। यी कुराहरू 3टा गर्यो भने अब जनता क्रस म्याचमा जान्छ, त्यस पछाडि राजस्व अभिवृद्धि हुन्छ, जनता तनावमुक्त हुन्छ, जनताले भविष्य राज्यले जिम्मा लिन्छ, त्यस पछाडि जनता तनावमुक्त हुन्छ। यो मेरो राज्य सञ्चालनको एउटा अवधारणा हो, यो हजारौँ मध्येको एउटा हो क्या राज्य सञ्चालनमा, हजारौँ मध्येको यो एउटा मात्रै होइन नि त। राज्य सञ्चालनलाई आय आर्जनको लागि होला, तपाईँको बस्ती एकीकरण गर्नुपर्ने होला, उत्पादन गर्नुपर्ने होला, देश विदेशका विभिन्न उपकरणहरू त्यो उपभोग गर्नुपर्ने होला, ती देशहरूको मित्र राष्ट्रहरूसँग सम्बन्ध अगाडि बढाउने होला, परराष्ट्र नीति लिनुपर्ने होला राज्यले होइन। त्यस पछाडि गएर राज्यमा भएका ह्युमन बिहेभियर कस्ता कस्ता छन् त्योभन्दा अपराध कन्ट्रोललाई मान्छेले जति परिवर्तन भए पनि कहीँ न कहीँ मान्छे अपराधतिर लागिरहेका हुन्छ, अपराध कन्ट्रोल गर्नुपर्ने होला। विविध कुराहरू धेरै हुन्छन् भने त्यो एउटैमा निर्णय ढिपी गर्नु हुँदैन। मैले भने सिङ्गल एकाउन्ट सिस्टम बनाऊ र जनतालाई क्रस म्याच गरौँ, यसबाट राजस्व चुहा खेर जाँदैन, भ्रष्टाचार न्यूनीकरण हुन्छ। भ्रष्टाचार न्यूनीकरण हुने बित्तिकै धेरैभन्दा धेरैलाई सुविधा दिन सकिन्छ। जनता आफै सिस्टम एप्रोचमा चल्छ, सिस्टममा चले पछाडि धेरैलाई दुःख हुँदैन। विधिले जस्तो पहिला हामी के गर्थ्यौँ, बत्तीको आधारमा गाडीहरू परबाट आउँदा हर्न बजाउँदै हिँड्थ्यौँ। अहिले हर्न बजाएर भएन, बाटोमा 2टा घेराहरू छुट्याइदिउँ हामीले, लेन यो घेरोभन्दा यताबाट एकजनालाई हिँड्ने, दायाँ बायाँबाट जथाभावी हिँड्न नपाउने, जताबाट नि ओभरटेक गर्न नपाउने नियम बन्दै गयो नि, त्यो गयो। अब अहिले त्यो पनि होइन है, 2 लेनभन्दा नि ओभरटेक गर्ने बेला ठोकिँदो रहेछ भनेपछि बाटै 4 लेनको बनाइदिने, अनि एकतिरबाट जाने मात्रै, अर्कोतिरबाट आउने मात्रै। अब स्पिडको लिमिटेसन पनि राखिन्छ, धेरै गाडी भयो भने 60बाट बढी पनि होइन, घटी पनि होइन। पहाडी बाटो 40बाट 45 पुगे जरिवाना, 35मा पनि झरो भने नि जरिवाना। 40 का 40 1-2 किलोमिटर तलमाथि चला, पछाडिकोले आएर अगाडिलाई नठोकोस्, अगाडिको गएर आफूले बढी लिएर गएर आफूले अगाडि पनि ठोकाउनु नपरोस्। यस्ता नियमहरू बन्दै आवश्यकताले बनाउँदै ल्याउँछ नि त, त्यो त आफै बन्दै जान्छ। त्यो ढिपी गर्दै लिएर गएर त्यो छ नि, धरानमा 2-4वटा पार्क ढुङ्गा भएका ठाउँमा ढुङ्गो पल्टाएर, जहाँ ढुङ्गो छ ती पल्टाएर, काठमाडौँमा ढुङ्गा खोजोस् न यार। अहिले दुबाकोटा गयो भने नि एउटा ढुङ्गो भेटायो भने मान्छेले लिएर गएर देउता उनीहरू पूजा गर्छ। यो काठमाडौँ त ताल हो नि त, कहाँनिर ढुङ्गो भेटिन्छ? अहिले किनेर लिएर आएदेखि बाहेक काठमाडौँको ओरिजिनल ढुङ्गो खोज्नुहोस् त, कहाँनिर छ मलाई देखाउनुहोस्। जानुपर्छ उहाँ, के अरे त्यो हो, यो चोबारको गल्छीमा हो, त्यहाँनिर चाहिँ अलिकति एउटा पाल मात्रै छ, त्यहाँनिर चाहिँ ढुङ्गो छ। ल भेटाइदिनुहोस् तपाईँले माथितिर गएर तल माटोमा। होइन, उनलाई त चितवनतिर बोलाएको थियो, ढुङ्गो खोज्दै फेरि जखन्दा कहिले ढुङ्गो भेटाएको छ काठमाडौँमा? छैन। अनि फुर्ती गर्ने त ढुङ्गा फुर्ती गर्ने उहीँ गर्नु धराना क्या, डाँडै पुरै डाँडो ढुङ्गाको बगटा। किन काठमाडौँ आएर ढुङ्गै नभएटा बालुवा कुरो गर्ने यहाँ? होइन, बालुवा कुरा गरौँ नि यहाँ।
अर्को धरान फर्क भने जस्तो कुरो गर्नुभयो तपाईँले। पर्दैन, फर्काउनै पर्दैन। धरानले कुट्छन् मलाई, क्या फर्क भन्छु। बल्ल त हेडक पन्चाएर यहाँ पठाएछ, मार्छन्। होइन, उनी त रासोपाले चाहिँ उहाँ चितवनमा चिठी पठाएर स्वागत सम्मानको लागि आइदिनु पर्यो भनेको बहिष्कार गरेर धरानतिरै लाग्यो अरे भन्दैछन् बगरतिर। ऊ खुस्किए पछाडि दोस्रो नानीमा यहाँ हो भने अर्को साम्पाङ अनि के त नि के भन्दै हुनुहुन्छ तपाईँ फेरि? नानी मुयाको हालत जे हो हरकत साम्पाङ उहिरहेछ। हामी काठमाडौँ बसेर ओहो के न भनेर व्याख्या गऱ्यौँ। हेर्नुहोस्, उसलाई ठुलो ठुलो भनेर उनीहरूले भन्दै हो क्या अरे भन्ठान्यौँ हामीले। अनि हामी पनि यहाँ धेरै विश्लेषक छौँ नि त। तातन झार चिजलाई होइन, तिललाई पहाड बनाउने, क्या तिलको पहाड बनाउने होइन, तिललाई पहाड बनाउने। तिलको पहाड बनाएको भए प्रगति हुन्थ्यो, तिललाई नै पहाड भनिदिने हामी। त्यस्ता खाले मान्छे भएर तोलेर यो होइन छोड्दैन। यस्तो गफ गर्न लायक मान्छे होइन केही पनि। के उहाँको नाम लिने बित्तिकै चाहिँ म खुला गर्नुपर्ने बेला भएको? कुल्लै त म गर्दिनँ होइन, तर मलाई त्यो मान्छेको दुईवटा चिज मन पर्दैन भनेर जमानादेखि भने हो नि त। दुईवटा चिज मन पर्दैन। एउटा बोकेको सिद्धान्त जो यो 21औं शताब्दीमा म्याचै हुँदैन। म वाद भन्ने जम्मै लखेटेर खोल्सा लिएर गएर हालिदिनुपर्छ। यो समाजवाद भन्ने, यो मार्क्सवाद, लेनिनवाद, बिपीवाद, समाजवाद, यी जम्मै बोरा खोसेर बागमतीमा बाढी आएको बेला मगाइदिए भनेर भन्दैछु म। होइन, ल्याइसक्यो उनले त। अब त्यसमाथि अर्को बात थप्दै आएछ पात जस्तो बात। अपान वायु हो के त? बात होइन, बा होइन, प ब होइन, प एक कदम अगाडि। प फ ब भ, प फ ब भ, दुई कदम अगाडि छ ऊ। बाद होइन के, बाद उनलाई धेरै पछाडि 3 कदम, 2 कदम अगाडिको भर्खर प मात्रै सुरु भयो। बाद होइन उसको। होइन, बादले त्यत्रो तल्का पिटिसक्यो बजारमा। ठिक छ, बाद सुन्नुहोस् तपाईँले पहिला स्पष्ट हुनुहोस्। मैले भनेको कुरो पर्यो नि त, तपाईँले अध्ययन गर्नु पर्यो अनि चाहिँ विशेष गर्नु पर्यो। विजय मित्रले लेखिदिए बाद मैले पढ्नुपर्छ। एकदिन विजय मिश्रसँग सँगै डाक्टर विजय मिश्रसँग गफ गर्दा गर्दै बाद लेख्दा कसरी लेख्यो भनेर भन्ने बित्तिकै तीबाट थाहा हुन्छ त मलाई। मैले त पढिरहनै पर्दैन नि त्यति भए पछाडि। होइन, कसरी लेखेछन् त? अनि बाद होइन भने बाद हुनका लागि प्रक्रिया 2 कदम अझै बाँकी छ। अनि ब भन्दा अगाडि के आउँछ? फ आउँछ। फ भन्दा अगाडि के आउँछ? प आउँछ। पछि बाद हो के त? पाद अपान वायु। तपाईँ फेरि चाहिँ यसरी उहाँलाई अपमान गर्न मिल्दैन। हेर्नुहोस्, कसले? तपाईँले। मैले किन नमिल्ने? तपाईँले पो आदर गर्नुपर्छ। मैले किन गर्नु पर्यो? मलाई मन पर्दैन भनेपछि अनि अर्को कुरो नि मन पर्दैन मलाई। नागमुनिको भाग यति हो, अरू सबै केही अरूमा मलाई खोट छैन। नागमुनिको भाग भन्दा यति चाहिँ त बोले नि मन पर्दैन। नरिसाउनु न तपाईँ फेरि उहाँको कुरा गर्ने। म रिसाएको होइन, मैले यो व्यङ्ग्य मजाले गरेको कारण के छ भने नि लेखेर दिया पढ्या हुन्छ नि। देश राष्ट्रका लागि चाहिने एउटा सांसदले गर्नुपर्ने नै कुरोहरू देखिन्छ। आफै बोल्न थाले पछाडि छेउनु टुङ्गो हुन्छ। अर्थात् ऊ आफू बुद्धि भएको मान्छे होइन। लेखेर अर्काले दियो, लेखेर दिँदा राम्रो भयो। लेखेर पढ्न त राम्रो भयो नि त। उसको आफूले लेखेर पढ्या होइन रहेछ के, अर्काले लेखिदिया पढ्या रहेछ। आफैले लेखेर पढ्ने मान्छेले भन्दाखेरि पनि सेम बन्छ क्या। बोल्दा र लेखेर पढ्दा यति कुरा छुटाउँदैन भनेर लेखिया हुन्छ। छोटो बनाएर सर्टकटमा भनेर समयमा 1 मिनेटमा सिद्ध्याउनु पर्ने, 3 मिनेटमा सिद्ध्याउनु पर्ने, 7 मिनेटमा त्यो लेख्नुपर्ने हो। त्यो त्यतिको शुद्ध हुन्छ। गफ गर्दा नि हुन्छ। तपाईँको बालेन सदन आएन भनेर यसरी मुरमुरेर सास फेर्नै गाह्रो भयो जस्तो फिटफिटिनुपर्छ? देश उसको मात्रै होइन नि, देश पुरै जनताको। बालेनलाई जस्तो तपाईँलाई भन्नुहोस् है, हरकतले अहिलेसम्म सदन खुलेको पहिल्यै दिनदेखि हो, पहिल्यै दिनदेखि विरोध गरे हो किन? सदन आएको दिनदेखि नि हो नि। अहिलेसम्म उसले विरोध गर्दै गर्दै एक दिन छोड्या छैन। सदन डिस्टर्बै गरेका छ, बङ्क हानेको छ, जम्मै गरेका छ नि त उसले। यति सबै शब्द बोल्दा उपलब्धि के? दलदलमा ऊ कसैले पनि मन नपराने भनेर दुनियाँथरी कुरा काट्न थाले हो। भीष्मराज आङदम्बेले बालेनलाई एक दिन बोल्या शब्दले
एक दिन मात्र होइन सब टाइम लिएर बोल्या थियो भन्या के भनेर 7-8 मिनट 10 मिनट कतिको समय पाएको थियो उनले दलको हिसाबले त्यो मिनेटभित्र बोल्दा पुरै रासोपाले हरण गरेको प्रजातन्त्र रासोपामा फिर्ता भयो कि भएन रासोपामा होइन डिक्टेटरसिप थियो जुन प्रजातन्त्रको हनन भएको थियो बन्धनभित्र परेको थियो रासोपा बन्धनमुक्त भयो कि भएन विश्वराजले एकै दिन प्रजातन्त्र लिएर गएर खनाइदिए अर्थात् उतिखेर बोल्दा बोल्दै रिस उठो समीक्षा वास्तवलाई हामी मरेको लास त होइन है दाइ भनेर उतिखेर नियमापत्ति बनिन् त्यो हो प्रजातन्त्र अगाडि बढ्यो दोस्रो भोलिपल्टदेखि के हाम्रो सुनिल केसीले अन्तर्वार्ता दिन भ्याइहाले जहाँ क्यामेरा देखे पछाडि मोबाइल उठाएर भएको थिए आशिका तामाङले त्यो मलाई बोल्न जनताको सेवा गर्न नदिएदेखि म राजीनामा दिन्छु राष्ट्रपतिबाटै भनेर भन्न भ्याइन् त्यो डेमोक्रेसी हो नि त होइन अभिव्यक्ति आयो नि त प्रस्तुत पनि अनि हाम्रो बुर्लाकोटीले के भने होइन 1 नम्बर चाहिँ बढी दिन्छु भनेर फेरि बोलिहाले त्यहाँ पनि अभिव्यक्ति आयो हो अर्को कसले मनिष झाले गएर अन्तर्वार्ता दिए कसलाई राजेन्द्र बानियालाई या हो अनि त्यस पछाडि गएर अर्को कसले दियो मनिष झा सुनिल होइन अहिले जोस अर्को के अरे हाम्रो हो कर्ण सुनार होइन कर्ण सुनार होइन अनि त्यो खगेन्द्र सुनवारले होइन अब यिनीहरूको पनि अभिव्यक्ति बाहिर आउन थाल्यो हो भनेपछि अब भन्नुहोस् रासोपाले क्यामेरा देख्दा भाग्नेहरूलाई क्यामेराको अगाडि बसेर सोधेको प्रश्नको उत्तर दिने ठाउँमा भीष्मराज ल्याएनन् किन किच गर्नुपर्छ एउटैले पुग्छ ल सुन्नुहोस् म अहिले पनि तपाईँलाई भन्छु म बालनलाई अहिले पनि भन्छु के भन्नुहुन्छ तपाईँले सुन्नुहोस् है अहिलेसम्म सदनले पटक पटक बालनलाई बोलायो अब हामी हट गर्दैनौँ बोलाउँदैनौँ भन्ने विषय त्यो भनेको रासोपा र प्रधानमन्त्रीको इज्जतको धजिया उडाउनु हो संसदमा तिमीलाई हामी चाहिँदैन भने हामीलाई पनि तिम्रो के खाँचो यही हो नि शब्द अर्थ त अझ योभन्दा भारी बेइज्जत यति खत्तम बेइज्जत हुन्छ नि खुरुक्क गएर राजीनामा लेखेर म प्रधानमन्त्री खान्न भनेर भन्नुपर्ने दिन आउँछ कसले बालेनले किन कसरी भन्नुहोस् त अब सदनमा पटक पटक बोलाउँदा नि आएन भने बालेन सदनमा आउनै दिन विपक्षीहरू कोही पनि नबस्ने भनेर जम्मै निक्लेर हिँड्यो भने अनि सक्यो उसको औचित्य समाप्त हुन्छ विपक्षी चाहन्छु होइन नि यो मेरिटोक्रेसीमा के कुरो गरे तपाईँले बालनलाई पटक पटक भन्ने हो रुलिङ गर्ने हो आएर जवाबदेहिता देखाएन भने जुन दिन बालन आउने बालन आएका दिन त हामी नबस्ने भनेर उठेर सबै हिँड्दियो भने है 92 जना गर्ने के छ कहाँ ठाउँ कहीँ के पनि छैन अनि त्यसमा प्रधानमन्त्रीले कुरा राख्छु भनेर कसलाई राख्ने अब आफ्नै पार्टीहरूको उसलाई सांसदहरूलाई सुनाउने होला त्यो भयो भने अर्थ के रह्यो प्रधानमन्त्रीको अर्थ रह्यो क्षमताको रह्यो एबिलिटी इज नथिङ विदाउट अपर्च्युनिटी भन्छन् अवसर नपाएसम्म क्षमताले काम गर्दैन तिरा बलिया भयो तर भारी बग्ने ठाउँ छैन भने तिरा के काम त्यसमा बालनले विचार पुर्याउनु पर्यो प्रधान हो नि भने पछाडि यतिको शक्ति छ भउँदा हुँदै यो क्षमता हुँदा फेरि अर्को पनि कुरो छ पटक पटक राष्ट्रिय सवालमा बालनको बारेमा सदनमा प्रश्न उठ्दै गर्दा बालन एकचोटि नआउँदा हुन्छ दुईचोटि नआउँदा पुग्छ तीनचोटि नआए पछाडि जनताको विश्वास गुम्छ के मान्छे जतिसुकै राम्रो भए पनि गुम्छ क्या त्यसपछि के हुन्छ भन्नुहोस् त्यस पछाडि के हुनु त्यस पछाडि जे हुनुहुन्छ त्यही भइहाल्छ नि हो नि त होइन सरकार अर्को हुन्छ अर्को बन्छ पनि के छैन हर्क साम्पाङकै बाटोमा हुने नि त्यसो भने अहिलेको विचार भनिन्छ नि हर्क साम्पाङ म मास्टर भन्छु त्यो स्कुलका होइन
पोर्टफोलियोमा सबैभन्दा लो प्रोफाइलका विद्यार्थी भने तिनी दुईटा हुन् कुन कुन संसदका कुन एउटा हरकत अर्को बालन एउटा स्कुल नआएर गलै बढी गयल उनीमा पर्छन् स्कुलको सेरोमनीमा नि आउँदैन एक्जामका दिन पनि नआउने भइसक्यो भने पास कसरी गराउनु भने होइन पढाउँदा दिन त आएन जाँचा दिन नि नआउने भइसक्यो बालन प्रधानमन्त्री एउटा अर्को हरकत स्कुलमा यति छ कि अब मोनिटर राखेर पनि तलाउन नसक्ने भयो कतिखेर बङ्क हान्छ अहिलेसम्म बाहिर निस्केर बोल्न पाएन भन्छ दिनको 7 चोटिसम्म बोल्नेमा उही पर्छ हो 3 चोटि 5 चोटि फुर्सद पाए 3 मिनटका दरले बोलेको छ अहिलेसम्म 50वटा बैठक भइसक्यो होला 150 मिनट पाइसक्यो पुरै राज्य बनाउने प्रोग्राम बताउने बेला भइसक्यो जाने एउटै खोइ प्रधानमन्त्री कति सुन्नु हो यो वाक्क दिक्क भन्दा नि तपाईँको एउटा कुरो छ नि बालनले एउटा कुनै चिज जस्तो म सदना गएको भए म पनि सुन्नुहोस् है बालनको जस्तो हरकत गर्थेँ म पनि तर हरेक दिन गर्थेँ म होइन 10वटा 15वटा 20वटा बैठकमा टाइमले नि बोल्ने बेला छलफलको विषय जेसुकै भयो नि यो 500,000 नोट कहिले हटाउने कर तिर्ने जनतालाई करको पैसाले यो कहिले दिने म आज पनि त्यही भन्थेँ भोलि पनि त्यही भन्थेँ एकपटक भन्थेँ दुईपटक भन्थेँ के भन भन्थेँ 3 पटकसँग राम्रै भन्थेँ 4 पटकबाट बार भन्थेँ गद्दार भन्थेँ खत्तम भन्थेँ यो काम छैन भन्थेँ 4औं पटक पनि त्यही भन्थेँ 5औं भन्थेँ 7औं भन्थेँ 8औं भन्थेँ अनि कस्तो खत्तम रहेछ जम्मा एउटा कुरो जाने रहेछ त्यही 500,000 नोट कहिले हटाउने भनेर भन्थेँ मलाई 10औं बैठक 15औं बैठकसम्म त्यसो भन्थेँ 15औं बैठक पछाडि 16औं बैठकबाट के हुन्थ्यो गर्दै आउनु त गर्दै आऊ भन्ने हुन्थ्यो जुन दिन सिङ्गल एकाउन्ट सिस्टम लागू भयो त्यस पछाडि त जनताका सुखका दिन आइहाले जुन दिन जनताले सुख पाउँछ मलाई गाली गर्छ यस्ता प्रोग्राम लिएर आएर हट गर न बालनको अहिले त रक्षा मन्त्री खोज्न थाले बालन आएपछि दसैँ तिहार जहिले सुकै होस् भदौ असोज कातिका जहिले पनि बिउका बदम ले भन्छ यसलाई बिउका बदम जहिले नि पाइन्छ बिउको बदम त्यस कारण उसको काम छैन उसको नामै मैले तलाउनु पर्ने मान्छे भएको हुनाले थप्या छु त हरकत साम्पाङ तपाईँले निवारण गरिदिनु उनको हरकत साम्पाङ तपाईँले निवारण गरिदिनु भयो मैले निवारण गरेँ होइन थप्या अर्को राजेन्द्र बानियाले चाहिँ नि हर्क राज होइन विरोध राज राई राख्नु भनेर भने त उनले तपाईँले विरोध मात्रै गर्नुभयो भनेर भने हो होइन तर हर्कले गरे विरोध होइन राजेन्द्र बानियाले आफ्नो गेस्टलाई घर छेउमा लिएर आएर बोलाएर मैले पनि तपाईँको छेउमा बसेर गेस्टको रूपमा बस्दाखेरि त्यो शब्द प्रयोग गर्न मिल्दैन उनले राजेन्द्र बानियाले भन्न खोज्या तपाईँ हरकत साम्पाङ हो हर्क साम्पाङ होइन भन्न खोज्या हो तर तपाईँलाई विरोध सांसद भन्नु पर्यो भनेर नाम बिगार्नु पर्यो भनेर भने हो उनले चाहिँ गेस्ट भएको हुनाले आफ्नो गेस्टलाई केही भन्न नहुने भएको हुनाले त्यसरी भने होइन त्यो तर हर्कको विरोध होइन त्यो हर्कको हरकत हो हरकत किन हो भने तपाईँको प्रधानमन्त्रीलाई बोलाइयो ऊ आएन मुरमुरिएर बटारिनु पर्दैन शब्द राख्नु पर्यो बटारिनु पर्दैन पटक पटक भन्दै जाँदाखेरि धेरै पटकसम्म पनि यति गरिदेऊ नि त भन्दाखेरि त्यति जा पनि किन नगर्द्या हो भन्ने जनतालाई परे पछाडि जसले नगरेको हो त्यसलाई अप्ठ्यारो पर्छ ऊ माथि गलत भन्छ मान्छेले यो लिडे ढिबी गरे पछाडि बालनलाई जाने भयो नि नजा यार त्यहाँ हर्केछ भन्छन् किन जानु हर्केलाई अनुहार देखाउन अस्ति पनि हर्क कहाँ गयो धरन गयो भ्याटै आएर बोलिदिइहाल्यो हो क्या के भएर अनुहारै हेर्न मन नलाग्ने भयो पछाडि अब लाइसेन्सको कुरो अझै चाहिँ नि बल्झिएर आयो हेर्नुहोस् त लाइसेन्स त अब त्यो चाहिँ नि रिन्यू गरेको थिएन कि के अरे किन चाहियो त्यो चाहिँ नि ऊ भनेर उनी त उल्टै पो फेरि चाहिँ नि ठुलो कुरो गरिरहेछ नि त हेर्नुहोस् त यहाँ मान्यज्यूले फेरि खेतालोलाई के मान्नु भने फेरि नि धराने खेतालो भन्न सक्नुहुन्न नरिसाउनु तपाईँ मान्यज्यू जनताले जिताएको कहाँबाट मानिजे हुन्छ त्यो जनताले जिताएको अरे जनताले काममा लाएर पठाएको सार्वजनिक खेतालो
शुद्ध शब्द प्रयोग गर्न न के को मान्ने उनीहरू भन्नु न मान्ने भनेर मिजु मिजु भन्छन् हजुर तपाईँ भन्छन् उनीहरू भन्छन् दिनुहोस् न हाम्रो त खेतालो हो त मेरो पो खेतालो होइन त तपाईँहरू म मिलमिति हाम्रो त खेतालो सबै राष्ट्रपतिसम्म तपाईँले अब एउटा सांसदको कुरा गर्नुहुन्छ फेरि मानानीको मुद्दा लाग्ला तपाईँलाई फेरि कसले तपाईँलाई कसरी मानहानीको मुद्दा लाग्छ पहिला संविधान पल्टाएर आऊ न मैले मानहानी गरेँ राष्ट्र सेवक कर्मचारी सेवक होइन उनको त अहिले सुन्नुहोस् विरोध गर्ने अनि समाजसेवी सार्वजनिक पद धारण गरेको जनताको सेवक किन फेरि हेर्नुहोस् पहिला संविधान पल्टाउनुहोस् अर्को शपथ खाएका दिन सुन्नुभयो होला नि सुन्या छ कि छैन एकचोटि बालन शाहले अस्ति मात्र लेटेस्टको भिडियो खोजेर हेर्नुहोस् राष्ट्रपतिले शपथ खुवाउँदा म बालेन्द्र शाह सार्वभौम सत्ता सम्पन्न जनतालाई हो नेपाल सम्पन्न जनता भएको नेपाल अधिराज्यको संविधान बमोजिम सुरु भएको छ थाहा छ एक दोस्रो पहिला सार्वभौम सत्ता जनतामा निहित हुनेछ अनि पुरै राज्य र सत्ता हाम्रो हो मेरो हो तपाईँको अनि त्यसमा काम गर्ने मान्छे हाम्रो खेतालोलाई उनीहरूले भन्छन् मान्ने हामीले भन्ने होइन क्या तपाईँ मान्नुहुन्न त्यसो भने कसले हामी त शुद्ध बोल्छौँ मैले त आम जनताले बुझ्नु भनेर खेतालो भने होइन लाइसेन्सको कुरा गर्दै थिएँ म तपाईँ यता आउनुभयो तपाईँ यहाँ सुन्नुहोस् न अब हो त्यो ठिकै छ त्यो खेतालालाई ऊ भनेको छ नि त्यो देश बनाउँछु भनेर बरबराउँदा गएर यहाँ बजारमा धेरै मान्छे भेटिन्छन् क्या लक्ष्मण खड्का एकजना एकताका म पनि त्यसै गरी माइतीघर मण्डलमा 500,000 नोटहरू मलाई छोटा लक्ष्मण खड्का भन्थे होइन अनि अर्को तपाईँका धेरै बाटा पागल भएका मान्छे हुन्छन् एकजना मेरो दाजु थिए दारू खाएर हिँडे पछाडि किसुनजी यो तपाईँले चाहिँ यो भट छोड्नुपर्छ क्या गिरिजाबाबु तपाईँ पनि त्यसरी किसुनजीलाई चाहिँ नबन्नुहोस् उहाँ जस्तो मान्छेलाई छोड्ने हो मैले गणेश मान्छेसँग बिहान मात्रै भेटेर कुरा गरिसकेको छु हो कि होइन भन्नुहोस् किसुनजी भन्ने दारू खाए पछाडि वरिपरि कोही हुँदैन थियो दारू खाने गफ जहिले पनि भट्टराईसँग किशनप्रसादसँग त्यो सिके प्रसाईसँग अब हिजो रेडियोमा जे सुन्यो त्यही गफ गर्ने मान्छे थिए ती दाई पछाडि हरकत आइपुगेछ एक्लै बरबराउने कानुन मैले बनाउने सांसद भए पछाडि के गर्ने मैले एकचोटि गाडी ल्याएको थियो कि टिपरहरू चलाउनलाई मैले व्यवसायमा हात हाल्ने बेलामा टिपरहरूबाट सुरु गरेँ बनेपामाबाट सर जाँदै गर्दाखेरि 28 किलो र 27 र 28 किलोको बिचको ट्रनमा होइन उताबाट आएको गाडीलाई धुलखेलको गाडीलाई मोटरसाइकलले ओभरटेक गऱ्यो मोडमा थियो मेरो टिपरमा गएर ऊ मोटरसाइकल गएर मेरो गाडीको रेडिएटरै कुच्याइदिने गरी उसको टाउकोले हेलमेट नलाएको टाउकोले कुच्याइदियो हेर्नुहोस् है हस्पिटल लिएर गएर राखियो उपचार गरियो मान्छे मरेन है अब इन्सुरेन्स क्लेम गर्नलाई त मोटरसाइकलको लाइसेन्स चाहियो नि लाइसेन्स चाहियो नत्र म पैसाको बिल तिर्दिनँ लाइसेन्स नलिएर पनि बिल तिर्दैन मैले हस्पिटलमा भन्ने त्यस पछाडि हाम्रो छ नि ब्रिफकेस मन्त्री के ब्रिफकेसवाला होल्डर मेरो जिल्लाको के सभासद ब्रिफकेस सुरेन्द्र पाण्डेको ब्रिफकेस फुटाउने सूर्यमान दोङ होइन डिल गर्नु ऊ आए होइन त्यस पछाडि के भने लाइसेन्स चाहियो भने वाइसेलसँग लाइसेन्स हुन्छ भन्थे कि लाइसेन्स लिन जाँदाखेरि चौकीमा जानु परेन प्रहरीमा अनि प्रहरीले हामीलाई पक्रिँदैन वाइसेलसँग लाइसेन्स हुँदैन माओवादी आउने बित्तिकै यो 65-66 सालको कुरो गरेँ मैले यो हेर्नुहोस् है 64-65 सालतिरको कुरो होला यो वाइसेललाई लाइसेन्स चाहिँदैन भने आएको हो त्यो सूर्यमान दोङ त्यो लाइसेन्स नभएको टाइम अनि हरकत साम्पाङ उही लाइसेन्स अब मलाई किन चाहियो मलाई प्रमाणपत्रै दिइसकेको छ त सदनको सांसदको प्रमाणपत्र भइसके पछाडि 18औं तहको हाकिमले त्यो 8औं तहको अफिसरले सही गरे
लाइसेन्स लिन्छ हरकत त 18औं तहको अफिसर हो नि त तहगत रूपमा जाँदाखेरि हेर्नुहोस् है 22औं तहमा राष्ट्रपति 21औं उपराष्ट्रपति 20औं प्रधानमन्त्री 19औं होइन मन्त्रीहरू संसदीय अनि 20औं 18औं सभासदहरू 17औं प्रदेशका मन्त्री 16औं प्रदेशका सांसद अनि त्यस पछाडि मेयरहरू अनि त्योभन्दा 11औं 12औं पुग्छ नि सचिव सचिव गर्दै लिएर जाँदा अनि जिएम सिएम यताउति राखेर 13औं 14औं बनाउँछ नि त यहाँ त्यति हो क्या त्यति हो अब हरकतले लाइसेन्स लिनै हुँदैन भने अब नले हुन्छ अब के लिनु भने 4 त मुनिकाले सही गरेर लिनुपर्छ ऊ आफू 5 तौँ माथिको यो जानकारी छ कि छैन उसलाई नभए भनिदिनुहोस् गएर हुँदैन क्या त अचम्म कुरा सुन्नु नागरिकता लिनु हुँदैन उसले सिडियो भने भगर सहसचिव मन्त्री भने त कहाँ जिएम भन्दा माथि सभासद मन्त्री के लिनु त मुख्य सचिव भन्दा माथि रहेको मान्छेले शाखा वरिष्ठ शाखा अधिकृतको सही गरेर नागरिकता के लिएर हिँड्नु यो यस्ता मान्छेहरूको टिका टिप्पणी गर्दा दिन बित्छ समय बित्छ कुरो मिल्दैन हेर्नुहोस् हजुर अब त्यसो भने यतापट्टि आउँ अब राष्ट्रिय राजनीतिमा अब प्रचण्ड आन्दोलन गर्छु मान्छे उतार्छु भन्न थालेछन् हिजोबाट हेर्नुहोस् त सत्ता भए घुस खान्छु सत्ताबाट बाहिर गएपछि आन्दोलन गर्छु यो दुईटा भन्दा उसले जानेको जिन्दगीमा केही छैन मैले हिजै भनिदिएको थिएँ प्रचण्ड हराए के भयो भनेर 2 दिन अगाडि भनेको थिएँ मैले हराए क्या त्यो खुरापाती छ होइन लोनीचोइको रोग श्रीमती बेजा आएको थियो कि पत्रकार यताउति सामाजिक सञ्जालतिर हल्ला गर्दाखेरि प्रचण्डलाई श्रीमतीको जस्तै रोग लाग्यो अरे अब बोल्दा पनि नबोल्ने यताउति भन्न थाले अनि समाचार सुन्थेँ म निमोनिया भएको भनेर अनि निमोनिया भएको मान्छेलाई तर समय लाग्दैन अनि मलाई शङ्का लाएर भनेको थिएँ मैले यो प्रचण्डको मलाई शङ्का ला है यो मान्छेलाई श्रीमतीको जस्तो रोग लाग्यो भएदेखि त राष्ट्रलाई घाटा हुँदैन होइन राष्ट्रलाई घाटा हुँदैन यसलाई श्रीमानको जस्तो रोग लाग्यो भने त त्यसले त दुख पाउँछ त खुरापाती हो खुरापातीप्रति लडाउन लाग्यो क्या भने अब अहिले आन्दोलन गर्छ भनेर त उसले आन्दोलन गरेर के पनि फरक पर्नेवाला छैन कोही पत्याउनेवाला छैन शेरचण्ड ओली आइन कम्पनीका न्यू फर्मेसन नभएर आएका कुनै पनि आए भने मात्र हो नत्र यी नेतृत्वहरूले आन्दोलनमा बोलाउनु त परै जाओस् यिनीहरूले जीवनमा गरेका सङ्घर्षका कुराहरू कुनै कुनै पत्रकारहरूले यताउति गएर कथा र भिडियो पिक्चर 2-4 पैसा आउँछ भनेर अन्तर्वार्ता लिएर त्यो कुरा सुने भने त्यो निजी स्वार्थका निम्ति सुनेको कुरो छ मलाई आपत्ति छैन नत्र यिनीहरूले दिएका अर्थी उपदेश पनि आफ्नै परिवारको सदस्यले पनि सुन्नेवाला छैन गर्नु सिद्धि हो यिनीहरूको होइन हिजो चाहिँ नि सरकारले पक्राउ गर्ने तयारी गर्यो भन्दै थियो उनी त फेरि आएर चाहिँ नि सिंह जस्तो गर्दैछन् हेर्नुहोस् त अब पक्राउ त पर्ने मान्छे हो होइन बेजती त यी जम्मै बेजती हुन् यी जम्मै लुटेर खाएरै भएका हुन् यो जम्मै जनतालाई थाहा छ यिनीहरूले बोल्नु र नबोल्नुको अर्थ छैन अब के भन्ने होइन यो सामाजिक सञ्जालमा बोधराजले पनि बोलेकै छ होइन बोलेकै छ अन्टसन्ट बोल्नेहरूले पनि बोलेकै छन् काण्डेबाजहरूले पनि कुरा पाएकै छ ठाउँ पाएकै छन् टिकटक सिकटक समाचारमा बजारमा हेर्न पाइहालिन्छ यी जम्मै कुराहरू आफूलाई लागेको कुराहरू जम्मैले भन्दै जान्छ कोही खुसी भएर हेर्छन् कोही दुखी भएर हेर्छन् 2-3 जना थिए नि सामाजिक सञ्जालमा बोल्ने बित्तिकै गाली मात्रै खाने तर भ्युज जाने ऋषि धमला गाली खाने भ्युज जाने युवराज सफल गाली आउने भ्युज जाने हो कि भन्नु न अनि त्यस्तै अरू पनि छन् नि अर्क स्याम्पाङ अहिले हरकत त्यही पुगेको छ पुण्य गौतमको फेज आउट भइसक्यो नि अब पहिलाको जस्तै भ्युज पनि छैन अब गाली पनि छैन न्युज पनि छैन पुण्य गौतमको र मुकुन्दको त अब एउटा त्यो जमाना थियो एकताका त्यस पछाडि त्यो फर्कियो अब होइन
अनि अर्को छ अब सुरेन्द्र केसी अनि त्यो के एउटा के रिजाल भन्ने छ नि एमाले जगावा ब्याङ्क होइन यति गाली आउँछ गाली गर्नकै निम्ति हेर्ने क्या मान्छेले होइन अब यो हरेका आफ्ना आफ्ना कुरा हुन्छन् छोडिदिनुहोस् त केही छैन मलाई पनि गाली गर्दै हुन्थ्यो अलिअलि भनिरहन्छु होइन धेरैलाई गाली गरे गरोस् मैले धेरैलाई मुख छाडिसकेको छु नि त मलाई पनि त पाप लाग्छ होला नि त अर्कालाई मुख छाडे अब मलाई अर्काले गाली गरिदियो भनेदेखि सजाय प्राप्त भयो नि त मलाई त्यस पछाडि त म पापमुक्त भएँ नि होइन मलाई चाहिँ मुक्तिको लागि नै गाली गरिदिउँ भन्ने छ हुँदा हुँदा ओलीले चाहिँ नि आफ्नो श्रीमतीलाई त्यहाँ अन्तर्वार्ता अघि के लेख्न लाएर चाहिँ पठाएछ त्यहाँ आएछ हेर्नुभयो त मैले म त भेट्दैन त आथा नि गर्दिनँ होइन हेर्नु भएन त्यो हेर्नुको औचित्य छैन त्यही सुन्दा 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 अब मेरा गुरु भने जम्मा 3टा भनेर भन्दैछु म को होइन यो बोल्न सक्ने यो बजाएर यताउति जथाभावी भन्न सक्ने यताउति गराएको भनेकै मलाई एउटा खड्ग प्रसाद मेरो हेड सर होइन बोल्न सिकाएकै त्यसले हो घरमा बसेर टिभी हेरेर अनि त्यस पछाडि गएर अर्को खुरापाती बुद्धिसहितको होइन बोल्ने र नगर्ने त्यो कहिलेकाहीँ छड्के बोलिन्छ नि त्यो सिकाएको मलाई धुन्धुकारीले होइन लोकप्रमुख पार्टीको अध्यक्ष होइन धुन्धुकारीले अनि त्यस पछाडि गएर मेरो नयाँ सर थिए एकजना नयाँ सरले पनि धेरै राम्रो पढाउने मलाई त्यसरी मुख छाड्न ओर्न यताउति सिकाउने नयाँ सर थिए फितिर नपर्ने घरैमा टिभीको पैसातिर पुग्ने रवि लामी छाने यिनै त हुन् नि मेरा गुरु तिनजना हुन् घरमा बसेर टिभी खोल्दै पछाडि उनीहरूले गराएको त्यति सुन्दै पछाडि त ज्ञान कति आयो नि घटङटङ आयो मजाले गाली गर्ने ज्ञान त यति राम्रोसँग आएको कि बाबा कलेजमा पढाएन नि कसै सिहरूले म कुनै पनि गुरुले मलाई यसरी मेरो कलेजका गुरुहरूले मलाई यतिको मुख छाड भनेर सिकाएको थियो र स्कुल पढ्ने सरहरूले मलाई यो अर्कालाई मुख छाड भने ठुलो मान्छे हुन्छ भनेर भनेको थियो र मलाई पहिला भनेको थियो मलाई अन्य गुरुहरूले भेटेर मलाई त्यसो भनेको थियो र मलाई गायत्री मन्त्र सिकाउने गुरु पुरोहितले पनि मलाई यो कुरो सिकाएको होइन बाआमा गुरुले पनि मलाई त्यो सिकाएको होइन जानेको जम्मै टिभीमा पढे हेड सर खड्गप्रसाद गिरी नयाँ सर रवि लामी छाने होइन अनि खुरापाती सर लोकप्रमुख पार्टीको अध्यक्ष धुन्धुकारी प्रचण्ड के भनेर चिन्नुहुन्छ तपाईँ मैले त एउटा रिकग्नाइजको नाम राखेँ त्यही नामले चिन्ने हो अनि राख्नुको कारण छ राधिका साक्यले मलाई उठाउन गाह्रो भइरहेको थियो केपी ओली शर्मालाई पछाडिबाट प्रहरीले घेरा हाल्दै थियो भनेर त्यो पक्राउको बेलाको एउटा चाहिँ बयान लिएर आएछन् उनले त्यो गफ नगर्नु न त्यो मान्छेले जे पनि बोल्ने जसरी गर्ने होइन अब मुख झाडेर हैरान पत्रकार गएको भएर गाली गर्न पाएको भएन नि जम्मै रोगले चढ्छ 3.5 घन्टासम्म औषधि खान नि बिर्सिन्छ ओलीले अर्कालाई गाली गर्न पायो भने 3 घन्टा 55 मिनटसम्म औषधि खान बिर्सिन्छ नदेख्या नचिने मान्छे हो नदेख्या नचिने मान्छे सदनमा आएर बोल्न थाल्दाखेरि 3 घन्टा बोल्नु हुँदैन 2 घन्टा 59 मिनटमा छोड्नुपर्छ भन्ने खाले मान्छे होइन सदनमा भएका सांसद निधाइसक्यो ऊ बोल्न चढ्दैन त्यो यस्ताको कति गफ गर्न छोडिदिनुहोस् त्यो टुक्का उखान टुक्का अनि त्यस पछाडि गएर देश बनाउने प्लान गफाडी यो सर्वाधिक उत्कृष्ट व्यक्ति भनेकै खड्गप्रसाद गिरी भ्रष्ट्याइदेखि प्रष्ट्याइसँग सबका ज्ञाता तिनका छोडिदिनुहोस् अर्को भेरिएन्ट भनेर अर्को साम्पाङलाई भन्न थाले जनताले अहिले कसले अर्को साम्पाङलाई ओलीको अर्को भेरिएन्ट हो भनेर उपमा दिन थालेछन् क्या उनको समर्थक त बढी मैले बोले पछाडि कमेन्टमा मलाई पनि लेख्छन् जनताले भन्नु त ठुलो कुरो होइन ठुलो कुरो भएन त्यो अब त्यतापट्टि अब प्रचण्डको कुरो सक्यो ओलीको नि सक्यो कसैको नगर्नु भने चाहिँ बालेनको आउँ त हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यूको उनले चाहिँ नि हिमालको चाहिँ नि उहाँ चाहिँ नि मनासलु कता के बेस क्याम्पको चाहिँ नि एउटा प्रचार गर्दै भिडियो हालेछन् आज बिदाको दिन भएर हो कि बालन शाहको चाहिँ मलाई बालन शाहले अलिकति बढी गरेर बिग्रिला भन्ने मलाई पिर लागेको छ होइन यो सरकार गिर्नु नै हुँदैन अप्ठ्यारो पर्नु नै हुँदैन मुखै छाडौँ गल्ती गरौँ भनेर भनौँ भनेदेखि पनि यतिको नेता पाइँदैन घुस खाँदैन घुस नखाने बित्तिकै राज्य जोगिन्छ अर्को छैन योभन्दा राम्रो को खोज्नु होइन होइन त्यही रवि लिएर गयो मलाई ठ्यान छैन कहाँको सेटिङ कहाँको फेटिङ हुन्छ भन्ने कुरो
त्यसकारण मलाई बालनको विरोध गर्नु पनि मन छैन होइन। अब के गर्ने, अब जम्मै एउटा छ के महाभारतमा के भयो भनेदेखि द्रौपदीलाई मेरो चाहिँ 5वटा पतिसँग बिहे गर्नुपर्ने कारण के भने कि 5जनासँग बिहे गराइयो नि त। त्यो गराउँदाखेरि एकैचोटि 5जनासँग बिहे गराउँदाखेरि त्यहाँ 3-4वटा कारण छन्। एउटा मान्छेले यसो तपस्या गर्दाखेरि पति पाऊँ पति पाऊँ पति पाऊँ पति पाऊँ पति पाऊँ भनेर 5चोटि पति पाऊँ भने हुनाले उनलाई चाहिँ आशीर्वाद दिँदाखेरि 5वटा पति भए भनेर एउटा किम्वदन्ती बनाउँछन् हुनुहोस् है। भन्ने बेला कहिले कहिले जोकलाई राम्रै लाग्छ। अर्को के छ भनेदेखि किम्वदन्ती द्रौपदीलाई चाहिँ भिक्षाया लिएर आयौँ हामीले भनेर भन्छन् भीमसेन र अर्जुनले। अनि जे लिएर आए पनि 5 भाइले बाँडेर खानु भनेर आमाले भनिन्। आमाको मुखबाट आएको वचन भए पछाडि 5 भाग लाउनुपर्छ भन्ने अर्को छ। त्यो कथैमा स्पष्ट रूपमा देखिन्छ होइन। त्यो चाहिँ उनले त्यसरी भन्छन्। तर आमाले भने होइन, तिमीहरूले पनि यो भन्या तिमीहरूको लागि तिम्रो लेखान्त नै यही हो भनेर कृष्णले के भन्छन् भने एकचोटि अघिल्लो जुनीमा गएर सम्झि त तैँले शिवजीसँग वरदान माग्दाखेरि तैँले कस्तो पति चाहियो भनेर मागेका थिइस् भने पछाडि उनले अघिल्लो जुनीमा तपस्या गर्दै गर्दाखेरि पति पाऊँ भन्ने पछाडि तिमीले पति पाउँछौ। तर पछिल्लो अर्को जुनीमा अर्थात् प्रद्युम्नको पछाडि आएको छ नि त, विदेशबाट आयो के ब्रह्माजीबाट भेटेर आउँदाखेरि 3 युग गइसकेर कृष्णको नाति प्रद्युम्नको छोरासँग होइन प्रद्युम्नसँग बिहे गर्ने गरी कृष्णको छोरा कि नातिसँग बिहे गर्ने गरी कुरा हुन्छ नि त मान्छेको आइपुग्दाखेरि होइन। त्यो ऋषिमुनिहरूको राजाको कुरो छ, देशभरि मान्छे वर पाएनन् भन्ने। अनि त्यो उनले वरदान माग्दै गर्दाखेरि के छ भनेदेखि मागे मलाई राम्रो केटा चाहियो, हेर्दाखेरि सुकुमार होस्, बोली वचन साह्रै मिठो होस् उसको, हेर्नुहोस् है ज्ञानी, त्यो मान्छे एकदम धनुर्धारी होस्, सर्वोत्कृष्ट धनुर्धारी होस्, त्यो मान्छे अति शक्तिशाली बलवान होस्। यी सबै कुरा हुँदा घमण्ड हुन्छ। त्यसकारण उसँग धर्म पनि चाहिन्छ, त्यो मान्छे धर्मात्मा होस्, त्यस्तो पति चाहियो प्रभु भनेर भने पछाडि शिवजीले हाँस्दै भनेछन् रे यस्ता सबै गुण एकै ठाउँ भेटिँदैन बाबु। अब वरदान मागिहाल्यो नदिनु भएन। अब 5वटा पाउँ के वरदान भगाई मान्छे पाउँछौ 5वटा पाउँछौ भन्दैछन्। धर्मात्मा युधिष्ठिर, बलियो भीम, धनुर्धारी अर्जुन, सुकुमल सहदेव, अनि त्यसपछि सुकुमार के त नकुल, सबै नकुल सहदेव जम्मै भेटे होइन हो। त्यस्तै अब सबै गुण द्रौपदीले भगवान्सँग माग्दाखेरि त पाएनन्। हामीले हाम्रो राजनीतिमा किन पाइन्थ्यो? पहिलाका शेरचण्ड ओलीको पनि गुण थियो। हेर्नुहोस्, जनतालाई आकर्षण गराउन सक्ने सपना देख्ने नेता थियो खड्गप्रसाद गिरी हो। सुन्नी सहनी, अर्काले भने सुन्न पनि सक्ने सहन पनि सक्ने त्यो गुण भएको थियो धुन्धु होइन। सुन्दा नसुन्ने, बोल्दा नबोल्ने त्यस्तो गुण थियो शेरबहादुरसँग। अहिले शेरबहादुर काङ्ग्रेस हो कि जस्तो लाग्छ मलाई बालेन। शेरबहादुरले नबोले पछाडि त त्यो भलामा कसैले मुख छाडेन शेरबहादुरलाई। यो देशमा वास्तवमा बढी भ्रष्ट त उही थियो, तर उनलाई त गाली गरेनन्। ओली भन्दा त त्यही हो नि भ्रष्ट भने पछाडि त भ्रष्टाचारी त त्यो थियो, त्यसलाई गाली नबोल्दा ठिक छ है। यो शेरबहादुरको गुण। अहिले फेरि अहिले आएका 2टा छन् नि केटाहरू, 2टा केटाहरूमा रवि लामिछाने र बालनमा त्यही छ क्या। जनतासँग सम्पर्कमा आउने, कुरो सुन्ने, जनतालाई जवाब दिने त्यो गुण रवि लामिछानेसँग छ होइन। जनता कुरो पनि नसुन्ने होइन, भन्या पनि वास्ता नगर्ने, लुसु लुसु काम गर्ने, कसैलाई केही पनि नभन्ने, चुप बोलाएर काम गर्ने बेला काम गर्ने हो भन्ने खाले छ प्रधानमन्त्री। दुईटै गुण एउटैमा भइदिए भएदेखि सुनमा सुगन्ध हुन्थ्यो, उखुमा फुल हुन्थ्यो छैन। अब मिलाएर हेर्नुपर्छ, केही फरक पर्दैन, केही फरक पर्दैन। अख्तियार कर्मचारीहरूलाई राखेर डामे 7 घन्टा भनेर हङ्गामा छ। हेर्नुहोस् त, सही हो होइन, डामेको सही हो, तर प्रक्रिया गलत हो। कसरी किन हुँदैन?
प्रधानमन्त्रीले हुँदैन जिम्मेवारी दिएर यति दिनभित्र यो फाइलको मलाई रेस्पोन्स चाहियो सार्वजनिक रूपमा नभएदेखि अनलाइनबाट भने मान्दैनन् भने आज फेज आउट हुन्छ भनेर 2-4 जना साथीहरूलाई प्रश्न उठाउँदाखेरि सबैलाई प्रश्न उठाएर अन्तर्क्रियाको कार्यक्रम भनेर सार्वजनिक गर्ने अन्तर्क्रियामा केही साथीहरूले प्रश्न उठाउने उनीहरूलाई प्रश्न उठाए पछाडि यो त साँच्चै हो जनताको कुरो हो तपाईँले कति दिन लाग्छ त्यति दिनभित्र मलाई रिपोर्ट दिनुहोस् न के राज्यलाई जनतालाई जवाफ दिनुहोस् भनेर भनिदिएको भए त्यसरी चाहिँ भनेको भएदेखि उनीहरू नैतिक रूपमा बाध्यतात्मक रूपमा जान्थे होइन अब कार्यकारीले गाली नगरेर कसलाई भन्ने फेरि प्रधानमन्त्रीले नभने कसलाई भन्ने अनि उनीहरू संवैधानिक अङ्गका प्रमुख हुन् फेरि किनभने सरकारले हस्तक्षेप गर्नु हुँदैन संवैधानिक अङ्गलाई भने पछाडि हामीले लौरो पनि भने जोगिने सर्प पनि मर्ने मेथड अप्नाउनु पर्ने होइन सर्प होइन सर्पलाई समातेर लिएर चिमोटर मारिदिए कि त्यो भएन त्यो त लाजको मर्द नि हिजोको केलाई त म त यो लाज मर्द भन्छु नि अख्तियारले गरे त फाइल बनेर आएन मुल्तवीमा राखे भन्दा पनि थर्ड क्लासको काम गरेर आयो नि डढ्या घर फोटो के ऊ टाँसेर आयो ल ल ल ल ल ल ल ल ल जुन घर जलेर बस्नु नहुने खण्डहर भएछ खण्डहरमा लिएर गएर म्याद राख्ने कत्रो बुद्धि भएको सरकारै ल्यायो के अख्तियार है अब कुन दिन सहकारीहरूले जम्मै छ नि यो थापाथली यो सङ्गमूल त्यहाँ लिएर आएर त्यो मकैको बोटमा के त्यो गोलबुडा बोटमा थाङ्रो हाल्छ नि त्यो थाङ्रो गाडे जिगाएर गाडेर अनि म्याट टाँसेर हिँड्छन् सहकारीको ऋण खाएको रहेछ भने यहीँनेरि घर थियो तिनीहरू गाड्ने तिनीहरू टार्ने लाज हुँदैन अनि गर्नुपर्ने डढ्या घर हुन्छ मान्छे के चाहिँ गर्नुपर्छ त यहाँ त छैन डढ्या घर मान्छे हुन्छ छैन थाहा छ तर कमन सेन्स लाउनु पर्दैन डढ्या घर मान्छे हुन्छ ठेगाना पत्ता नलगाएको भएको स्थायी ठेगानाको घर जले पछाडि उनीहरू कहाँ गएर बसेको थाहा नभएको भनेर प्रतिवेदन हाले भए हुन्थ्यो होइन त्यहाँ राखेँ नि त सम्पर्कमा त आयो नि त इमेल पठायो नि त जी हजुर हामीलाई होइन क्या त्यस्तो त मेलसेल आएको यताउति त गफ आयो समाचार हो त्यो शेरबहादुरका बुढाबुढी आउँदैनन् को आउँछ किन आउने जेल जानलाई आउँछ खोजी खोजी बढ्न भए पछाडि खाने ठाउँ रहेपछि अब बाइक 5 वर्ष 5 वर्ष हो 1800 दिन शेरको 1800 दिन होइन अब बढीमा सबै तोकिदिनुहुन्छ तपाईँ त नि अब के छ अनि बाँकी अब जेल जानुपर्छ जेल जाने भयो भाग्नुपर्छ किन भागे त्यही जेल हाल्ला भनेर गएको सिङ्गापुरमा बस्दा समातेर ल्याउला भन्ने डरले हङकङ पुगेको छ अब जीवी राईले सुत्नुहुन्छ सहकारी ठगेलले मैले त 5 वर्ष त कम्तीमा देश त चलाइदिन्छु भन्नु भयो होइन 5 पटक त होइन त्यसकारण आउँदैन यिनीहरू मलाई पक्रेर जेल हाल्नलाई कानुन कति मिचिया छु भन्ने कुरो त उसलाई 113% थाहा छ त उसका कारणले उसको लैलैमा लाग्नाले उसले भने मान्दिनाले यहाँ कतिजनाले दुःख पाउने भएन नि अब परराष्ट्र मन्त्रीलाई त समाउनै पाइँदैन त्यो त सचिवको काम हो नि त पासपोर्ट छाप्ने भने अब के गर्नु दबाब उहाँको तारिन्दर चटोतले $500 खाएर काम गरे होइन नि सुजाता कोइरालाले दबाब दिए पछाडि गिरिजाकी छोरीले दबाब दिए त्यस पछाडि गएर धस्कायो साइन धस्काए पछाडि ला बुढा त्यो हो नि त त्यसकारण यो वाइट बडीका बुढाबुढी नेपाल आउँदैनन् सरकारले ल्याउन सक्दैन होइन अनि 100% ग्यारेन्टी लिँदैन मैले लिँदैन अब उनीहरूका भाग्यमै दसैँ लाएर छ 2-3% भने त्यसले मात्रै भ्याउँछ किनभने 2-3%ले नि होइन 1%ले पनि काम गर्दो रहेछ भन्ने कुरो हामीले महावीरपुनबाट थाहा पाइसकेका छौँ 1%ले गर्न त म जिन्दगी राजनीति त गर्दिनँ 99% म राजनीति गर्दिनँ 1% चाहिँ त्यस्तै परेछ भने भिन्दै कुरो तँ राखिदिउँ 100% भन्नु हुँदैन भनेर भनेको त्यही एकले जित्यो यार 100% त्यही भइदियो त्यही एकले जित्यो त मैले त राजनीतिमा नआइसुकै पाइनँ भने होइन महावीर पुनले भन्दा जोगी भन्नु भनेछ नि हिजो उनले त आफूले आफैलाई कसले महावीर पुनले कबाडी जोगी हेडमिस्त्री उनीहरू शब्द यही त हुन् नि बिन्दास एउटा चेल अर्को बिन्दास को चाहिँ चिल को बिन्दास
प्रधानमन्त्री चिल होइन ऊ नव प्रधानमन्त्री बिन्दास होइन चिया खाएर चिल हुन्छ र प्रधानमन्त्री चिया खान चियादानीतिर दौडिँदै गरेर देखाएको जहाँ जेसी भन्न चिल भने उनी आनन्द मतलब छैन नि कस्तो कुरो गरे चियादारको कम्पाउन्डभित्रै छ प्रतिनिधि सभा हल होइन अनि प्रधानमन्त्रीको कार्यालयबाट उतापट्टिको चलपल देखिन्छ टेलिभिजन आइरहेको छ प्रधानमन्त्रीले भनेर हरकतले कराइरहेछ भनेर हेरेर बस्ने मान्छे शनिबार फुर्सद भयो भनेर चियादानीमा बोल्नलाई कहिले बोलाउनै पर्दैन परेन भने पछाडि हिस होइन आनन्दले काम गर्ने फ्रेस हुनलाई चिया खान जाने चिया पनि कहाँ ब्याजी सम्भव है ब्याजी सम्भव काम के दलाल र भ्रष्टहरूको दिन गयो भन्छ नि त्यसबाट अब के हो यो हजुर दलाल र भ्रष्टहरूको दिन गयो पैसा पाएको दिन गयो भन्ने कुरा आयो सत्य हो यो दलाल र भ्रष्टका दिन गयो भने एक फेज काको गयो जान्छ त्यो तपाईँको 52 सालमा केही मान्छेहरूलाई आर्थिक मन्दीको कारणले गर्दाखेरि घर जग्गा व्यवसायमा डुबे पछाडि धेरै ठुलो सङ्कट आयो त्यस पछाडि डुबेका मान्छेहरू जीवनमा कहिल्यै नउठिकन कतिजनाले आत्महत्या नै गरे गए सकियो ढुकुटी सहितको यताउतिको प्रोग्रामबाट यसो उसो भएर तपाईँको 2066-67 सालमा धेरै मान्छेहरू काम गर्ने मान्छेहरू समस्यामा परे अहिलेसम्म पनि कोही ब्ल्याकलिस्टमा छन् कोही कहाँ छन् कोही काम गर्न नसकिन्छन् समाजमा बिग्न नसक्ने भए खोटो भए उनीहरूको सम्पत्ति जम्मै गयो सबै सिद्धि यो भने सुधीर बस्नेत क्याटेगोरी त्यसले सिद्ध्याएको छ अनि अहिले तपाईँको 81-82मा आएर सहकारीमा सञ्चालनमा बसेका मान्छेहरूको उनीहरूको जीवन लथालिङ्ग भएर बर्बाद भएको छ हेर्नुहोस् है बर्बाद भएको छ अब उनीहरूलाई उठ्न धेरै गाह्रो छ समाजमा हिजोको रिपिटेसन कमाउन सकिने अवस्था छैन त्यो जम्मै कुराहरू खेर जान्छ हरेक पटक यसरी लिएर जान्छन् होइन अब शेरचन्द्र ओलीहरूको फेज आउट भयो हिजोका तपाईँको प्रकाश चन्द्र लोहनी चान्चुन मान्छे हो थिङ्क ट्याङ्कर हो नेपालको पञ्चायत व्यवस्था नगएको थियो भने नि यतिको विकास त हामीले नि यतिको विकास त हामीले त बिहेकै दिन थाहा पाउँथ्यौँ हाम्रै बिहेमा यस्ता 4 लाइनका बाटामा त हामी यही 4 लाइनका बाटा बिहे गर्नलाई गाडी लिएर कुदाउँछौँ हामी त्यतिसम्मको विकास निर्माणको कुराहरू हुन्थ्यो थिङ्क ट्याङ्क हुन् हिजोका यो अहिलेसम्म तोकिया बाटाहरू छन् नि 82 मिटर 34-31देखिका त पञ्चायतले गरे हो त्यतिखेर धेरै दीर्घकालीन सोच गरे हो गाउँमा साइकल नभेटिने बेला मेरो गाउँमा 51 सालमा 50 साल कि 51 नि होइन 50 साल होला गाउँमा बाटो लिएर जाँदाखेरि गाउँको माझाड बाटो चाहिन्छ भनेर म कराउँदाखेरि किन चाहियो माझाड बाटो गाउँमा गाडी माथिबाट पारिबाट जान्छ वारिबाट आउँछ ए भोलि एउटा मोटरसाइकल लिएर आएर घर लिएर आएर मोटरसाइकल त राख्न पाइन्छ नि दाइ आफ्ना घर बाटो त गाउँको मा चाहिन्छ भने होइन त्यसो भने जाडी के भन्नु थाहा छ एकजनाले मोटरसाइकल यो गाउँमा कसको हैसियत छोरी दिया ज्वाइँ त पढ्न सक्ला नि त त्यसले किन्ला नि त छोरी राम्री भयो भनेदेखि त धनीको छोराले पनि त मान्दैला नि त ज्वाइँ ससुराले आउँदाखेरि त कम्तीमा आँगना मोटरसाइकल राख्छ मादा ठोक बाटो भने त्यसो भने पछाडि त्यो दिनु भने अनि मैले जग्गा नदिने काकालाई के भने पोहोरसम्म उ गर्दै थिएँ बाबु तैँले जे भने त्यही भयो अहिले भन्नु के भने बा भोलि बिहान बोर्डिङ स्कुल बन्छ नातिनाहरू गाडी बोर्डिङले लिन आउँछ यहाँ सरकको बसमा चढाइदियो स्कुलमा पुग्छन् फी तिर्दिए पछाडि बेलुका लिएर आएर यिनीहरू राखिदिन्छ टक्क चढाइदियो सर र कस्तो आनन्द हुन्छ बा यो बाटो चाहिँ माझाड लिएर जानुपर्छ नि हो बाउ त्यस्तो नि हुन्छ ए बाउ अन्त भइरहेछ यहाँ हुँदैन बाटो नभएर पो नभएको त बा यहाँ भने पछाडि ल त ल हस् भने अनिखेर उनको जग्गा अलिक धेर पर्ने उनले बाटो लिएर गयो त्यो बाटो गाउँबाट माझाड लिएर जाँदाखेरि ढुङ्गा हान्दाखेरि होइन यसरी टाउको छोप्नु पर्ने मान्छे म अहिले एउटा हरा 4वटासम्म कारसहित बाटो आगुरामे हेरि नसक्नु कालो गाउँको माना हेरि नसक्नु कालो अहिले गाउँ होइन भयो ती जम्मै भूकम्प पछाडि जम्मै घर भत्के सबैले बाटा छेउमा लिएर आएर घर बनाए तिहारको लक्ष्मी पूजा दिन हिँड्नुहोस् न सङ्गमुलतिरबाट अथवा यहाँ बाटेश्वरतिरबाट एउटा गल्लीमा छिर्नु र मेरो गाउँ छिर्नुहोस् न उस्तै
योभन्दा त राम्रो ओहो झिलिमिली भइहालेको छ, खुल्ला छ, ठुलो सडक छ। भनेपछि लाइन त त्यो पो रहेछ त होइन, बल्ल प्रमाणित भयो। अहिले आएर मान्छेले त्यो 5 वर्षको सोच नभएका मान्छेहरूसँग 10 वर्षको सोच नभएका मान्छेहरूले त 35 वर्ष चलाइदिएर पो देश खत्तम भएको त। अब पावर पैसा पहुँचको दिन गयो भन्छ नि, यहाँ त पावर लाग्यो पैसा लाग्यो कि। यो त सेरोचण्ड ओलीको कारणले गर्दाखेरि यो खत्तम काठमाडौँ छ नि, यो हेरि नसक्नु काठमाडौँ, त्यो छिरि नसक्नु। बालन शाहले हिजो के भनेको रहेछ भनेदेखि होइन त्यो हाम्रो यातायात मन्त्री होइन, यातायात मन्त्रीले के भन्दै थियो भनेदेखि अब ठुला बसहरू राख्छु, 128वटा रुट क्यान्सल गरेर कति 18 फिटे गाडी हाल्नु पऱ्यो, जाम कम गराउनु पऱ्यो अरे। त्यस्ता मूर्ख बुद्धि भोलि बिहानदेखि सरक चुप लाएर घर जाऊ, चिया खाऊ, चिया नभएदेखि अर्थ बड्का गाह्रो छु त, यस्ता काम नगर भनेर भनिदिएको छु मैले मन्त्रीलाई। अब कहाँबाट हुन्छ यो देश? चक्रपथ घुमाउनुलाई हाल एउटा रुट होइन, बडेपादेखि यहाँसम्म एउटा रुट हाल, के भएर पर्दैन? हाइवेको बिचकोमा हाल, एउटा पाटनको लगनतिरको यताउतिमा हाल, त्यसमा फरक पर्दैन। अन्त काम छ। सङ्गमुलबाट 18 फुटे गाडी चलाऊ भने नि, यहाँ त बाहिर निस्किन सकिँदैन। निजी मोटरसाइकल त्यतिकै छन्, निजी गाडी त्यतिकै छन्। एउटा पेसेन्जर देखे पछाडि झ्यास रोक्छ त्यसले। हामीले नदेखे टली बस ठस ठस गरेर बाटो काट्न भ्याइँदैन, रोकेको छ। अब 18 फिटले रोक्दै पछाडि छिर्नु पाइँदैन। टेम्पो त साइडमा राखेर अर्कोले त छिरिराख्नु पाउँछ नि त, पाइन्छ यहाँ। अब शान्तिनगर गेटबाट छिरेर 18 फिटे गाडी जान्छ। अनि तपाईँको यो मैतीदेवीतिरको बाटो त्यहाँसम्म अलिअलि होला, वान वे भएको हुनाले चल्ला। अन्त कहाँनिर चल्छ? कुटबाट चल्छ। त्यो गोदावरीतिर पठाइदियो भने त अन्त त मजाले सर्रै जान्छ। त्यहाँ एउटा बजारमा पुगे पछाडि त्यो ट्रनमा गए पछाडि घरको छताछ हुन्छ? छैन। पूर्वाधार उपाय छैन। हो, यस्ता कुराहरू यो बकम फुसे कफ नगर क्या। सरकारलाई अन्तिममा तपाईँको सुझाव केही गर्नु पर्दैन। बरु के र लङ धुलीखेल नरको के थानकोट चलाइदेऊ, सकिन्छ 5 कालसम्मको लिएर होइन। भोलि बिहान दुलेगौँडो बनाउँला यो विदुर जानलाई, यस्ता ठाउँहरू साँखो जानलाई, यतापट्टि मेलम्ची जानलाई, अथवा अब फास्ट ट्र्याक हुन्छ। यी किसिमका यस्ता खाले गरेर त्यो रुटहरूमा चाहिँ गाडीहरू राम्रै चलाउने व्यवस्था मिलायो भने चाहिँ त्यो चाहिँ सर्वाधिक उत्तम हुन्छ। मेट्रो छ, नयाँ टेक्नोलोजीहरू छन्, विविध कुराहरू हुन्छ, त्यो चाहिँ सम्भव छ, गर्नुपर्छ, गर्नु नै पर्छ। अब चक्रपथा मेट्रो हाल्ने भनेदेखि नि तिमीहरू प्रधानमन्त्री भएर म फेरि कुनै दिन जनताले मलाई पत्यायो भने नि चक्रपथ वरिपरि मेट्रो चलाउने भनेर यिनीहरूले राख्यो भने नि, अनि म बालनले डोजर लाजी गरेर भत्काउँछु प्रधानमन्त्री भएका भोलिपल्ट, भत्काइदिइहाल्छु म। ड्याम क्या ड्याम। ल मलाई एकचोटि जवाफ दिनुहोस् त, 100 किलोमिटर स्पिडमा गुड्ने चक्रपथमा मेट्रो राख्ने रे जम्मा 27 किलोमिटर छ। 100 को स्पिडमा भनेपछि कति जान्छ हो? घन्टाको 100 भने पछाडि 3 राउन्ड घुमे पछाडि ओर्ले नि पेसेन्जर चढ्न पाएको छैन, झर्ने दिन आएन। त्यो हामीलाई किन चाहियो भने यहाँ चक्रपथा चाहिन्छ भन्नु न? छैन। मान्छे घर छेउमै रोक्नु पर्ने छ अहिले। स्टप नि स्टप, बस स्टपहरू त्यस्तो हालत छ त्यहाँ। हामी कहाँ यो ठाउँमा त्यो गरेर हुन्छ भने अनि औद्योगिक बजार एक ठाउँ भएको भए विश्व बजारमा के छ भने तपाईँ एउटा स्टेसनमा गइसके पछाडि कर्पोरेट हाउसहरू छन्, एउटा स्टेसनबाट गए पछाडि तपाईँको रेजिडेन्सियल एरिया छ, त्यहाँ स्टेसन छ। अर्को तपाईँले अर्को स्टेसन पुगिसक्दाखेरि त्यहाँ तपाईँको इन्डस्ट्री छ, कर्पोरेट हाउसमा काम गर्ने मान्छेहरू हुन्छ, त्यहाँसम्मको स्टेसन हुन्छ, इन्डस्ट्रियल एरिया हुन्छ, त्यहाँमा काम गर्ने लेबरहरू टन्नै आउँछन्, त्यो हुन्छ। पर्यटकीय क्षेत्र हुन्छ, त्यहाँ घुम्नलाई मान्छे जान्छ, त्यो गन्तव्य हुन्छ। अनि त्यस पछाडि गएर पुरै प्लानेट गरेका सहरहरू छन्, ओर्लेर 5 मिनट 10 मिनट 7 मिनट हिँड्ने ठाउँ हुन्छ। दुईतिरबाट हिँड्दाखेरि कुन रुट लिएर जाने, त्यो हिँडे पछाडि दुईटै रुटबाट त्यसरी जाने हुन्छ। स्ट्रेट बाटाहरू बनिया हुन्छन्, त्यहाँ पो जाम्पहरू सबै ठुला कुराहरू काम लाग्छ।
अब हामी कहाँ हँ? अब शान्तिनगरमा घरमा बस्ने मान्छेले तल्लो बाटो चिर्न पर्ने, पुरानो बानेश्वरको भिउजू गोला बस्नेले ओल्लो बाटो चिर्न पर्ने, दुइटै बाटा ट्याक्सी दुइटा आए पछाडि बाटो जाम। यस्ता बस हस्। धन्यवाद ल, नमस्कार।